आज हामी तोसिमाको एउटा मार्मिक कथा सुन्नेछौँ। यो कथा हो सङ्घर्षको, क्षतिको अनि कहिल्यै नटुटेको आशाको। यो कथा सुरु हुन्छ हिमालले घेरिएको एउटा सुन्दर गाउँ भट्टे डाँडाबाट। यही गाउँमा हुनुहुन्छ 60 वर्षकी तोसिमा आफ्नो रमाइलो परिवारसँग। असोज महिनाको एक चाडको दिन नाति नातिनाले हजुरआमालाई कथा सुनाउन भन्छन्। तोसिमा मान्नुहुन्छ, तर उहाँको एउटा कुराले त्यहाँको माहौल नै बदलिदिन्छ। अनि उहाँले 35 वर्ष पुरानो त्यो कठिन समयको कथा सुरु गर्नुहुन्छ। त्यो बेला तोसिमा एक हँसिली किशोरी थिइन्, आफ्नो दाजुसँगै साधारण जीवन बिताइरहेकी। 15 वर्षमै उहाँको बिहे भयो। त्यसको केही समयमै दाजुले विदेश जाने कुरा गरे। तर खुसी धेरै टिकेन। दुबई पुगेको 2 महिनामै दाजुको निधन भयो। टीकाको दिन उत्सवको साटो घरमा शोक छायो जब दाजुको शव बाकसमा आइपुग्यो। यो पीडा यति गहिरो थियो कि तोसिमाले आफूलाई सम्हाल्नै सकिनन्। त्यसको 6 महिनामै अर्को वज्रपात, पहिरोले उहाँको घर र आमाबुवा दुवैलाई लग्यो। उहाँको जीवनमा पीडा बाहेक केही रहेन जस्तो भयो। तर 20 वर्षको उमेरमा उहाँको जीवनमा एउटा आशाको किरण देखियो। पहिलो सन्तानको रूपमा छोरा जन्मियो अनि घरमा फेरि खुसी फर्कियो। तोसिमाले कथा सक्दा उहाँको छोरा बुहारी पनि बजारबाट आइपुग्छन्। आँखामा आँसु लिएर केटाकेटीहरू हजुरआमालाई अङ्गालो हाल्छन् अनि चङ्गालिन दौडिन्छन्। तोसिमाको कथाले हामीलाई सोच्न बाध्य बनाउँछ। विगतको दुःखले आजको खुसीलाई कसरी अझै अर्थपूर्ण बनाउँछ।